लाजियोलाई हराउँदै एसी मिलान लिगको टपमा। सेरियाको 13 राउन्डको खेलमा एसी मिलानले कठिन तर महत्त्वपूर्ण जित निकालेको छ। एसी मिलानले लाजियोलाई 1-0 को झिनो अन्तरले पराजित गरेको छ। पहिलो हाफमा दुवै साइडबाट कुनै पनि गोल नभएको खेलमा दोस्रो हाफमा भने 51औं मिनेटमा राफाएल लियाओले फिकाए टोमोरीको असिस्टमा गोल गरेर मिलानलाई लिड दिलाए। यही एक गोल नै मिलानलाई टेम्पोररी नै भए पनि लिगको टपमा पुर्याउन सफल भयो। यो खेलसँगै मिलानले लिगमा अहिलेसम्म 7वटा क्लिन सिट राखेको छ। 2006-2007 क्याम्पेनपछि मिलानले 13 खेलमा 7वटा क्लिन सिट राखेको यो पहिलो पटक हो। यता राफाएल लियाओको भने सेरियामा 101औं डाइरेक्ट गोल इन्भल्भमेन्ट भएको छ, जसमा 60 गोल र 41वटा असिस्ट पनि रहेको छ। 2019-20 मा लियाओले डेब्यु गरेपछि एउटै टिमका लागि 100+ गोल इन्भल्भमेन्ट गर्ने चौथो खेलाडी बनेका छन्। उनीभन्दा धेरै डोमिनिको बेरार्डीको सासुओलोमा 115 इन्भल्भमेन्ट, चिरो इमोबिलेको लाजियोमा 125 इन्भल्भमेन्ट र लाउटारो मार्टिनेजको इन्टरमा 139 इन्भल्भमेन्ट रहेको छ। यो जितसँगै एसी मिलानले सेरियामा यस सिजनको टप 10 टिमबाट सबैभन्दा बढी 19 पोइन्ट विन गरेको छ, जुन 7वटा म्याचेसमा आएको हो।